हेलो गुड मर्निङ नमस्ते शुभ बिहानी सबैजनालाई। आज चाहिँ म न्यू ब्लग लिएर तपाईँहरूसँग उपस्थित भइसकेको छु। आजको मेरो नयाँ ब्लगमा चाहिँ स्पेसल गाउँको अर्ग्यानिक खानाहरू बनाउँदैछु हैन। म चाहिँ अहिले गाउँदेखि लिएको कोसेलीको आज त्यसको आइटमहरू बनाउन गइरहेको छु। सबैजनाले हेरेर माया गरिदिनु होला हेरेटा ब्लग्सलाई। त्यति राम्रो त हुँदैन हैन, त्यति राम्रोसँग बोल्न पनि आउँदैन। जे जस्तो भए तापनि एक्सेप्ट गरिदिनु होला सबैजनाले है त। सबैजनाले हेरेर माया गरिदिनु होला। देख्न सक्नुहुन्छ यता चाहिँ मैले स्पेसल ढिँडो हैन, यता जौँको आटो हो। तपाईँहरूतिर पाउँछ कि पाउँदैन जौँ, यो चाहिँ स्पेसल जौँको आटो है। तर कुखुराको दाना जस्तो छ, तर यो निकै अर्ग्यानिक हो, गाउँघरको जौँको आटो हैन घरदेखि। अनि यता त्यस साथसाथै आलुको चाना र अनि यता चाहिँ लियाको मासु सुकुटी देख्न सक्नुहुन्छ। यति बसो पनि यति ठुलो ठुलो छ, गाउँदेखि पठाइदिनु भएको। यता चाहिँ तरकारी पकाउने र यता ढिँडो पकाउन गइरहेको छु, देख्न सक्नुहुन्छ साथीहरू। अनि तपाईँहरूले बयार खान चाहनुहुन्छ भने पनि छ हामीसँग हैन। यस्तो गाउँदेखि लिएको बयार यति धेरै छ, खाएर लास्टै अगाइयो यहाँ बचेको छ। र यता पुरा पाक्न अब म कुक गर्दैछु, भान्चेरी बन्दैछु कि हैन। साथीहरू ट्याक्क लाएर जौँको आटो बनाउँदै हो ढिँडो स्पेसल। यो चाहिँ जौँको देख्न सक्नुहुन्छ। तपाईँहरूतिर खानुहुन्छ कि खानुहुन्न होइन यस्तो जौँको आटो? हाम्रोमा चाहिँ यस्तो खान्छ के अरे, च्याप्प लाएर स्पेसल पाकिरहेको छ। अब चाहिँ हामी चाहिँ यता ढिँडो पाकिरहेको छ अनि यता चाहिँ अब तरकारी फ्राई हुँदै गइरहेको छ। यता मासु छ भने यता आलु छ अनि यता प्याज छ अनि यता लसुन हो अनि मरमसला यता छ भने टक्क लगाएर। अनि यो चाहिँ घिउ है, घिउ भुटन, हाम्रो गाउँघरे भाषामा भुटन भन्छ। यो चाहिँ घिउ हो, गाउँदेखि पठाइदिनु भएको। पुरा हामी चाहिँ तेल खाँदैनौँ, पुरा अर्ग्यानिक मात्रै हो, देख्न सक्नुहुन्छ। यसमा चाहिँ फुल थियो घिउ भुटन हैन, घिउ चाहिँ फुल थियो। तर अहिले चाहिँ ब्लगमा चाहिँ यता तरकारी टक्क स्याप्ट लगाएर पक्दैछ है। अहिले चाहिँ तरकारी पक्दैछ, एउटा मासु अनि यता चाहिँ ढिँडो पाकिरहेको छ, देख्न सक्नुहुन्छ। अब सेन्ठो तरिकाले खानुपर्छ। तपाईँहरूलाई पनि मनपर्छ कि पर्दैन होइन। जौँको आटो हो यो चाहिँ, जौँको ढिँडो भन्छन् हाम्रो भाषामा आटो। सो फाइनल्ली जौँको आटो तरकारी पनि रेडी भइसकेको छ, देख्न सक्नुहुन्छ है। यता खाँदै हुनुहुन्छ खोर्सानी, यता मेरो बहिनीले खाँदैछन्, यता मेरो मामा या भात थप्पी खाँदैछन्। निकै मिठो भइरहेको, मिठो भएको रहेछ हैन। अनि अब म पनि खान लाग्यो।